भक्का बन्दैछ यहाँ चाहिँ। यसरी प्रेसर कुकरमा भक्का बन्छ यहाँ चाहिँ। अब वहाँ चाहिँ भाँडामा चुला आगोमा बन्थ्यो भने यहाँ चाहिँ गुँडको भक्का यसरी बन्दैछ। यो चाहिँ चिया छान्नेमा यसरी राखेर प्रेसर कुकरमा चाहिँ राखिँदो रहेछ। प्रेसर कुकरको पानीको भापले भक्का पाक्दो रहेछ। पिठा हो उता चाहिँ भक्का भन्दछ भने यहाँ चाहिँ पिठा भन्छ। ये कितना टाइम लगेगा इसको पाकने के लिए? उसको पाकने के लिए कितना टाइम लगेगा? 1 मिनट 2 मिनट। उधर में तो जो सा भाँडा में कितना कति सेकेन्ड लाग्छ? 15-20 सेकेन्डमा पाक्छ होइन? 15-20 सेकेन्डमा पाक्छ उधर में। रक्सको नोट छैन? छ पिठाको किमा? 10 टका। भाफ आउँदैछ यसरी। भाफ आइसकेपछि चाहिँ अनि मात्रै मजाले पाकेको रहेछ। अघि चाहिँ भाफहरू आएकै थिएन। भक्का चाहिँ रेडी भयो। अब ट्याक्कसँगले यस्तो रेडी हो। अर्को यसरी हाल्दै फेरि सक्ने। ल पिठा रेडी भयो। नेपालको चाहिँ भक्का।